नमस्कार, म विश्व अधिकारी। घरमा बसिरहेको आज यो फेसबुक हेऱ्यो, गणतन्त्रको विरुद्धमा राजतन्त्रको पक्षमा जाने मान्छेहरू जथानाम बोलेका छन्, जथानाम लेखेका छन्। बोल्न पनि कति सकेको होला, त्यो विवेक पनि कस्तो आएको होला। मलाई दङ्ग परेर थोरै यो चाहिँ नै मैले पनि केही बोलिहालौँ जस्तो लाग्यो है। म त्यस्तो जान्ने भएर अनि म त्यस्तो फेरि राजनीतिज्ञ भएर यो बोलेको पनि होइन। म एउटा जनताको आवाज हो। यो होला राजनीतिक रूपमा म कुनै पार्टीमा समर्थन गराउँदा आस्था राखौँदा छुट्टै कुरा छ, तर मेरो पेसा राजनीति होइन। म देशलाई समुन्नत भएको देख्न चाहने एउटा नागरिक हुँ। मेरो विचार यति नै हो। अब आउनुहोस् त, म थोरै यो राजतन्त्र किन गलत छ र गणतन्त्र किन असल छ, थोरै दुईवटा कुराहरू मात्रै केही समय राख्छु है त। आधुनिक नेपालको इतिहासमा पृथ्वीनारायण शाहको पालादेखिबाट जब उनीले काठमाडौँ उपत्यकामा आक्रमण गरेर विजय प्राप्त गरे 1825मा, त्यस पछाडिको समयलाई आधुनिक नेपालको इतिहास भनेर हामीले चिन्ने गरेका छौँ। र शाहवंशीय राजाहरूको व्यवस्थित रूपमा उदय भएको पनि यहीँबाट हो। र पृथ्वीनारायण शाहको छोरा प्रताप सिंह शाह जब राजा हुन्छन्, पृथ्वीनारायण शाहको पालासम्ममा ठिकै छ, सबै राम्रै चलिरहेको थियो। पृथ्वीनारायण शाहलाई हामी सबैले एप्रिसिएट गर्नुपर्छ। नेपाल टुक्रिएर बसेको राज्यलाई एकीकरण गराएर एउटा विशाल नेपाल बनाउने अभियानमा जुन लाग्नुभएको छ, उहाँको प्रति हामी सम्मान गर्छौँ, सम्मान गर्नुपर्छ। र उहाँको मृत्यु पश्चात जब प्रताप सिंह शाह पृथ्वीनारायण शाहको जेठो छोरा राजा हुन्छन्, उनी त्यतिखेर 23 वर्षको उमेरमा राजा भएका हुन्छन्। उनको मृत्यु पश्चात चाहिँ नि लगत्तै अनि दरबारमा चाहिँ नि शक्तिको सङ्घर्ष हुन्छ। शक्तिको सङ्घर्षको पिरियडमा नै जम्मा 2 वर्ष 10 महिना राज्य सञ्चालन गर्छन् प्रताप सिंह शाहले। त्यस पछाडि उनलाई विष खुवाएर हत्या गरिएको भनेर चाहिँ इतिहासमा उल्लेख गरिएको छ। जब उनको विष खुवाएर हत्या गरिन्छ, उनका छोरा चाहिँ त्यतिखेर जम्मा 2 वर्षका हुन्छन् रणबहादुर शाह। 2 वर्षको युवराजलाई ल्याएर राजा बनाएको छ। 2 वर्षको युवराजलाई जब राजा बनाइएको हुन्छ, त्यहाँ अनि फेरि अब हारदारियाहरू, अब दरबारियाहरूकै एउटा अख्तियारीमा शासन व्यवस्था सञ्चालन हुँदै जान्छ। र जब रणबहादुर शाह 19 वर्ष पुग्छन् 19 वर्ष पुगे पछाडि उनले आफ्नो राज्य सत्ता अब आफै सञ्चालन गर्छु, म अब तपाईँहरूको अख्तियारी चाहिँदैन भन्न थाल्छन्। अनि फेरि चाहिँ नै दरबारमा एउटा ठुलो षड्यन्त्र चल्छ, कसरी सत्य हत्याउने भन्ने कुरो नै रहिरहेको छ। र 19 वर्षका भइसके पछाडि उनले चाहिँ नि राजकाज आफ्नै हातमा लिनुपर्छ, अब म आफै शासन सञ्चालन गर्छु भनेर चाहिँ नि उनी अगाडि बढ्छन्। त्यो बेलामा उनलाई चाहिँ नि फेरि ठुलो दबाब हुन्छ। उनी दरबारमा टिक्न सक्ने अवस्था रहँदैन। टिक्न सक्ने अवस्था नरहिसके पछाडि उनी 1 वर्षको आफ्नो छोरालाई, युवराजलाई अथवा गिरवाणी युद्ध विक्रम शाहलाई राजा बनाएर उनी चाहिँ नि काशीतर्फ लाग्छन्। र जब काशीतर्फ लाग्छन्, काशीतर्फमा गइसके पछाडि फेरि पनि त्यो राजकाजको मोह उनमा त हटेको हुँदैन। उनी फेरि चाहिँ नि नेपाल फर्कन्छन्। फर्किएर फेरि राज्य सत्ता आफ्नै लिएर सञ्चालन गर्न थाल्छन्। र त्यही सम्बन्धमा भारदारहरू बिचमा झगडाहरू मचिरहेको हुन्छ। उनैको सौतेनी भाइले उनमाथि खुकुरी प्रहार गरेर उनको हत्या गरिएको छ। उनको त्यसबेला जम्मा 31 वर्षको उमेर छ भनेर भनिएको छ। र त्यस्तै गरी जब उनको हत्या हुन्छ, गिरवाणी युद्ध विक्रम शाह त्यतिखेर जम्मा 9 वर्षका हुन्छन्। 9 वर्षका उनलाई चाहिँ नि फेरि राजा बनाइन्छ। जब उनी 9 वर्षका युवराजलाई राजा बनाइसके पछाडि फेरि पनि अब महारानीहरू र भारदारहरूले नै अख्तियार लिएर राज्य सञ्चालन गर्दै जान्छन्। र जब फेरि गिरवाणी युद्ध शाह पनि त अब बढ्ने उमेरले त बढ्दै गइहाल्छन्। गए पछाडि केही चेतना बढ्न थाल्छ। बढ्दै गइसके पछाडि 18 वर्ष पुगिसकेका थिए। 18 वर्ष पुगे पछाडि अब मेरो राज्य म आफै सञ्चालन गर्छु, अब तिमीहरूको अख्तियार चाहियो भने फेरि उनी पनि भन्न थाल्छन्। उनी त्यो भइसके पछाडि 18 वर्षकै उमेरमा उनलाई चाहिँ नि फेरि विष खुवाएरै हत्या गरिएको छ। र त्यस पछाडि
त्यो 18 वर्षमा जब उनको बिख खुवाएर हत्या गरिन्छ त्यो बेला उनका छोरा राजेन्द्र विक्रम शाह हुन्छन्। राजेन्द्र विक्रम शाह त्यतिखेर जम्मा 3 वर्षको मात्रै हुन् र यो 3 वर्षको नाबालकलाई लिएर फेरि त्यहाँका भाइ भारदारहरू अनि महारानीहरूले शासन गर्न थाल्छन्। जना श्रीमती भइसके पछाडि राजेन्द्रको छोरा सुरेन्द्र विक्रम शाह एउटा रानीका हुन्छन्, अर्को रानीका चाहिँ नै रणेन्द्र विक्रम शाह हुन्छन्। अब दुईटै रानीहरूको शक्ति सङ्घर्ष हुँदाखेरि एउटाले मेरो छोरा राजा बनाउने भन्छन्, अर्काले मेरो छोरा राजा बनाउने भन्छन्। त्यही झगडा हुँदाखेरिमा रणेन्द्रको आमालाई देश निकाला गरिदिन्छ भारदारहरूले। जब उनलाई देश निकाला गरिदिन्छ राजेन्द्र विक्रम शाह पनि रानीको पछि पछि भएर काशीतर्फ जान्छन्। काशीतर्फ गइसके पछाडि अब काशीमा गएर चाहिँ केही समय मात्रै बसेका हुन्छन्। फेरि चाहिँ राजकाजमा त मुख त छँदैछ। फेरि उनी फर्केर आफ्ना भाइ भारदारहरू फेरि कलेक्सन गरेर अनि फेरि आफ्नो एउटा छुट्टै सेना बनाएर उनी चाहिँ नेपाल प्रवेश गरेर आउँछन्। आइसके पछाडि त्यो कुरा चाहिँ फेरि यतातिर भारदारहरूले थाहा पाएर उनलाई गएर चाहिँ बिचमा पक्रन्छन्। उनका पक्षका लगभग 200 भन्दा बढी सेनालाई चाहिँ नि उनले हत्या गरेर राजेन्द्र विक्रम शाहलाई कैदी बनाएर ल्याएर राखेका हुन्छन्। यसरी राजेन्द्र विक्रम शाहको मृत्यु 68 वर्षको उमेरमा हुन्छ। जब उनी 3 वर्षको उमेरमा राजा हुन्छन्, 68 वर्षको उमेरमा उनको मृत्यु हुन्छ। तर त्यो पिरियडमा जम्मी 16 वर्ष मात्रै उनले राजकाज गर्छन् र बाँकी जीवन सधैँ कैदी जीवनको रूपमा उनले बिताएका हुन्छन्। र यसरी जब राजेन्द्र विक्रम शाहलाई कैदी बनाइसके पछाडि उनका छोरा सुरेन्द्रलाई राजा बनाइन्छ। अब सुरेन्द्र भनेको असाध्य निकम्मा राजा, उनी अधिकार शून्य भएर बसेर रानीहरूलाई भाइ भारदारहरूलाई सबै अधिकार सुम्पिदिएर राणा शासनको उदय पनि हुनेका बेलामा भएको थियो। अनि तपाईँ उनका छोरा तरलोक्य विक्रम शाह हुन्छन्। तरलोक्य विक्रम शाह राजा हुन नपाउँदै उनी युवराज हुँदैखेरिमा राणा शासनको विरुद्धमा अथवा आफ्नो शक्तिको लागि फेरि उनले पनि भित्रभित्र एउटा सङ्घर्ष अथवा भित्रभित्र एउटा चालहरू चलिरहेका हुन्छन्। त्यो कुरा राणाहरूले थाहा पाएर उनलाई पनि विष सेवन गराएर मारेको हत्या गरेको भनेर चाहिँ हाम्रो इतिहासले प्रष्ट पारेको छ। र त्यसै गरी तरलोक्यका छोरा पृथ्वी विक्रम शाह हुन्छन्। राजा पनि केही थोरै चाहिँ नि शक्ति सङ्घर्षकै सवालमा कुरा नमिलेरै उनको पनि यता कता चाहिँ कहीँ चाहिँ नि मृत्यु भयो भन्ने सुनिन्छ भने कहीँ चाहिँ नि चन्द्र शमशेरले नै उनलाई चाहिँ विष खुवाएर मारेका हुन् भन्ने कुरो पनि यो इतिहासमा चाहिँ अलिकति दोबिदा जस्तो छ। र त्यस्तै गरी उनका तरलोक्यका छोरा विक्रम शाह भए। पृथ्वी विक्रम शाहको मृत्यु पश्चात उनको पनि राजा त्रिभुवन 5 वर्षको उमेरमा राजा हुन्छन्। र त्यस बेला जब भारतमा ब्रिटिस शासनको अन्त्य भइसकेको हुन्छ र त्यो हावा नेपालमा पनि प्रवेश हुन्छ र राजाले पनि त्यसमा थोरै चाहिँ नि आफ्नो सत्ताबाट टिक्न नसकेर नै र भारतीय राजदूतावासमा गएर त्यहाँ शरण लिन्छन् र त्यहाँबाट फेरि दिल्लीतिर गएर अनि यसरी चाहिँ नि एउटा प्रजातन्त्रको स्थापना हुनिन्छ। अब त्यो बेला पनि भारतको राजदूत आएर नेपालको भारतीय राजदूत नभइकन नेपालको चाहिँ मन्त्रीमण्डलको बैठक भन्न सक्दैन थियो, त्यस्तो अवस्था थियो। त्यसले गर्दाखेरिमा राजाहरू निकम्म नै थिए। त्यतिखेर पनि राजा निकम्म नै थिए। अब 2011 सालमा राजा महेन्द्र राजा बन्छन् अनि उनीले एउटा जननिर्वाचित सरकारलाई अपदस्थ गराएर एउटा पञ्चायती व्यवस्थाको स्थापना गरेर काम गर्न थाल्छन्। र त्यसमा पनि राजा महेन्द्रको 2028 सालमा मृत्यु हुन्छ। अब चितवनको दियालो बङ्गालामा उनको हृदयघातका कारणले मृत्यु भएको भनेर चाहिँ कुनै इतिहासमा कतै लेखिएको छ भने कतै चाहिँ त्यहाँ उनलाई पनि एउटा षड्यन्त्रपूर्ण तरिकाले विष खुवाएर हत्या गरिएको हो भनेर भन्ने एउटा इतिहासमा त्यो पनि पाइएको छ। र त्यस्तै गरी अब वीर विक्रम शाह 2028 सालमा राजा हुन्छन्। उनको अलिकति राजकाजमा उदारपना देखिन्छ, थोरै डेमोक्रेटिक उनी देखिन्छन्। तर त्यही डेमोक्रेटिक भएको कारणले नै भाइ भारदारहरू बिचमा जुन द्वन्द्व हुन्छ, आन्तरिक द्वन्द्वहरू पनि चरम हुन्छ। र 19 सालको ज्येष्ठ 19 गते उनको पनि त्यसरी सपरिवारै नष्ट हुने गरेर हत्या गरिन्छ, वंशनाश गरिन्छ। अब यसरी नेपालको इतिहासमा राजतन्त्र सधैँ कलह, झगडा, पारिवारिक द्वन्द्व, पारिवारिक हत्यामा नै बितेको देखिन्छ। शाहवंशीय इतिहास, यो मैले कुनै काल्पनिक कुरा गरिरहेको छैन।
यो यथार्थता नेपालको इतिहासले बोलेको कुरा राखेको। अब यस्तो राजतन्त्र यसरी चल्दै आएको शासन व्यवस्थाबाट अनि जनताको हित होला अनि जनतालाई माया गर्लान् राजाले भनेर हामीले आशा गर्नु यो बेकार हो। अब आउनुहोस् राष्ट्रियताको सवालमा राजा सबल छन् भनेर भन्नुहोला। राष्ट्रियताको सवालमा सुगौली सन्धि नेपालको आधा भूभाग भारतमा लगेर बुझाउने काम गरिएको थियो, त्यो राजाको पालामै थियो। तपाईँको सुस्ता भारतले अतिक्रमण गरेर लगेको छ, त्यो पनि राजाकै पालामा भएको। कोशी सम्झौता राजाकै पालामा हो, जुन असमान सन्धिहरू छन्। गण्डक सम्झौता राजाकै पालामा हो, महाकाली सम्झौता पनि राजाकै पालामा हो। होला दलका नेताहरूले त्यसमा सहयोग समर्थन गरे, तर त्यो कार्यान्वयन पक्ष हुन सकेन। यद्यपि त्यो पालो राजतन्त्रकै बेलामा हो। गरी कालापानी, लिपुलेक र नेपालको उत्तरी भूभागमा भारतीय सेना ल्याएर राख्ने काम पनि राजा महेन्द्रकै पालामा भएको थियो। त्यसैले राष्ट्रिय हितमा पनि राष्ट्रियताको सवालमा पनि राज संस्था चुकेको छ भनेर यसरी भन्न सकिन्छ। अब आउनुहोस् त म तपाईँहरूलाई थोरै एउटा कुरा राख्छु। आज संसारको कुनै पनि यस्तो इतिहास छैन कुनै राजा महाराजले बनाएको देश भयङ्कर विकसित गरेको कुनै अवस्था छैन। आधुनिक सिङ्गापुरलाई हेर्नुहोस्, ली क्वाङ यू उनी जनताका छोरा थिए। दक्षिण अफ्रिकाको समृद्धिमा हेर्नुहोस्, नेल्सन मण्डेला थिए। उनीहरू कुनै पनि राजाका सन्तान थिएनन्। आधुनिक अमेरिकाको निर्माता जुन अब्राहम लिङ्कन थिए, अत्यन्त गरिब किसानका छोरा थिए। उनीहरूले चाहिँ नि एउटा उन्नत अमेरिकाको चाहिँ सुरुवात गरेका छन्। अनि अहिले संसारमा खाइरहेको विकासको लहर ल्याइरहेको सी जिङपिङको नेतृत्वको चीनलाई हेर्नुहोस्, ऊ पनि जनताकै छोरा छन्। नरेन्द्र मोदी भारतलाई हेर्नुहोस्, छिमेकमै एउटा चिया फेट्ने एउटा चिया पसलको चाहिँ नि चिया फेटेर हिँडेको चाहिँ नि एउटा नेता हो। उसले पनि त्यसै गरेको छ, भारतलाई उन्नत बनाइरहेको छ। त्यसरी महात्मा गान्धी भारतको स्वतन्त्रताको निम्ति लड्ने, उनी पनि कुनै महाराजका सन्तान थिएनन्। यसरी कुनै पनि हालमा राज संस्थाबाट देशको हुन सक्दैन। अब आउनुहोस्, गणतन्त्रले राम्रो गरेन, ठिक छ, हामीले यही सोचेका होइनौँ, हामीले यस्तै गणतन्त्र चाहेका होइनौँ, ठिक छ। सङ्घीयताको हामी विरोध गरौँ, सङ्घीयता देशलाई अभाव छ त्यसको पक्षमा हामी बोलौँ। तर आज केपी शर्मा ओलीले शासन व्यवस्था राम्रो भएन, त्यस कारणले गलत, गणतन्त्र गलत। शेरबहादुर देउवाले राम्रो गर्न सकेन, त्यसैले गणतन्त्र गलत। प्रचण्डले राम्रो गर्न सकेन, त्यसैले गणतन्त्र गलत। त्यस्ता भाष्यहरू प्रयोग नगरौँ। उनीहरूले राम्रो गर्न नसके देश बनाउने जिम्मा तपाईँ हाम्रै हो। तपाईँ हामीले नसके तपाईँ हाम्रो छोराले गर्लान्, हाम्रो छोराछोरीले गर्न नसके हाम्रा नाति बलातीले गर्लान्, तर राजाबाट देश बन्न सक्दैन। यसको प्रश्न हुनुहोस्, यो मेरो व्यक्तिगत विचार हो। कसैले नराम्रो टिप्पणी नगर्नुहोस्, मेरो आफ्नो विचार मात्र राखेको हुँ। हस्, धन्यवाद।